नमस्कार सबैजनालाई म रमा बस्नेतको तर्फबाट आज रवि लामिछानेको सुनुवाई छ। आज 4 गते मंसिर 4 गते आज पेशी छ भन्ने सुनेको थिए र धेरै अधिकांश मेरा विदेशमा बस्नुहुने दाई दिदीहरू, धेरै अंकल आन्टीहरू, शुभचिन्तकहरू रवि लामिछानेलाई माया गर्नुहुने सम्पूर्णले चाहिँ भन्नुहुन्छ हामी ड्युटीमा हुन्छौं बहिनी, रवि सरको अपडेट के भयो भनेर सोधिरहनु हुन्छ। धेरै मलाई प्राइभेट मेसेजहरू पनि आइरहेको हुन्छ। सबैजनालाई एक एकको एन्सर दिइरहन सक्दिन हैन, त्यो सम्भव पनि हुँदैन, त्यो हजुरहरूलाई थाहा छ। समग्रमा आज रवि सरको पेशी छ। जहाँसम्म लाग्छ धेरै मान्छेहरूले अपेक्षा गर्नु भएको छ आज रवि लामिछाने छुट्नुहुन्छ भनेर। अपेक्षा मेरो पनि त्यही हो। म पनि तपाईहरु जस्तै जति रवि लामिछानेलाई माया गर्नुहुन्छ तपाईहरुले, मैले पनि विगत लामो समयदेखि रवि सरलाई अन्याय भयो, रवि दाइलाई अन्याय भयो, अन्याय गरे भनेर बोलिरहेको छु। धेरै दुःख कष्टहरू पनि खेपिसकेको छु। मेरो लाइफमा धेरै अहिलेसम्म नघटेका घटनाहरू पनि घटिसकेका छन्। तपाईहरुले देखिरहनु भएको छ, त्यो सामाजिक सञ्जालमा जगजाहेरै छ। कोही पनि व्यक्तिलाई अन्याय हुँदाखेरि बोल्ने व्यक्ति हो म। रविलाई मात्रै हैन, अधिकांश मान्छेहरूलाई अन्याय गर्दा चाहिँ यति गरेको भरमा यसो गर्नु हुँदैन थियो भनेर मैले मेरो प्लेटफर्म मार्फत राखि नै राखेको हुन्छु। र आज रवि सर छुट्नु हुन्छ भन्ने धेरैको अपेक्षा छ, त्यसमा म पनि एकदमै खुसी छु। म पनि त्यही अपेक्षा गरेर बसिरहेको छु र अब हामी त आशावादी नै छौं हैन। अब के हुन्छ भन्ने कौतूहलता हामीलाई एकदमै जिज्ञासा लाग्नु त्यो स्वाभाविक हो। विगत लामो समयदेखि रविको पक्षमा लड्दै आएको, रविलाई अन्याय गर्दाखेरि आफ्नो हरेक कुराहरू राख्दै आएका हो, असन्तुष्टहरू व्यक्त गर्दै आएको हो, अन्याय भयो भन्दै आएको। र अब हामी त आश धेरै लामो समयदेखि गरिरहेछौं। आज के गर्ला, अब त यस्तो नगरे हुन्थ्यो, अब त्यसरी प्रतिशोध नसाधे हुन्थ्यो भन्ने मान्छेहरू धेरै जना हुनुहुन्छ। त्यसमा म पनि पर्छु र अब हामी त आशावादी छौं, हामी त आश गर्छौं आज के होला भनेर एकदमै धेरै एक्साइटेड छौं। कति बेला न्यूज आउँछ, कति बेला के होला भन्ने हामी धेरै मान्छेहरूलाई देश विदेशमा छरिएर रहनु भएको, यानी कि यही स्वदेशमा बस्नु हुने पनि धेरै मान्छेहरूलाई एकदमै धेरै कौतूहलताको कुरा हो यो। र अब उहाँहरू जो मान्छेहरूले रवि लामिछानेलाई एकदमै धेरै झुटा मुद्दा लाएर हैन, झुटा अभियोग लगाएर त्यसरी फसाए, तिनीहरूले अब रातभरि आज बसेर खिचडी पकाइसके। के गर्ने, उनीहरूलाई त सबै थाहा छ कि रविलाई अब छोडिन्छ छोडिँदैन भन्ने कुराहरू उनीहरू त प्रिपेयर छ। तर हामीलाई चाहिँ के छ, एकदमै धेरै कौतूहलता छ के होला भनेर। तर प्लिज तपाईहरु पार्टीकै कोटाको मान्छेहरू गए पनि तपाईहरुको पनि लाइफको कुरा छ, तपाईहरुको पनि बच्चा बच्चीको लाइफको कुरा हुन्छ। जिन्दगी लामो छ, एउटा मात्रै मागले जाडो कहिले पनि जाँदैन, फेरि अर्को माग पनि आउँछ। त्यसकारणले गर्दाखेरि